नमस्ते एन्ड सिदेले सबैजनालाई म लाक्पादेखि शेर्पा आज पनि फेरि 13 डेज रिल च्यालेन्जको डे 6 को टपिक लिएर चाहिँ उपस्थित भइसकेको छु र आजको टपिक रहेको छ माई इन्भाइरोमेन्ट यानि कि वातावरण। तपाईँ हामी चाहिँ कस्तो वातावरणमा बस्छौँ त्यस्तै कुरा सिक्छौँ। तपाईँ हाम्रो वरिपरि कस्तो वातावरण छ त्यसले धेरै फरक पार्छ। जो मान्छेहरू चाहिँ आफ्नो भोलिको भविष्य सम्झेर आफ्नो भविष्य कतातिर लाने भनेर आफ्नो गोल्स अथवा सपना लिएर चाहिँ अगाडि बढ्नुहुन्छ, उहाँहरूसँग चाहिँ कनेक्ट भएर चाहिँ तपाईँहरू आउनुभयो भने तपाईँको आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्छ। र यो बिजनेस भनेको पनि तपाईँ हामी जस्तै मान्छेहरूसँग कनेक्ट भएर काम गर्ने भएकोले गर्दाखेरि एकदमै सजिलो छ र पोजिटिभ थट, पोजिटिभ माइन्ड र सपोर्टिभ टिमहरूसँग तपाईँहरू पनि जोडिन चाहनुहुन्छ भने चाहिँ तपाईँले मलाई मेरो आफ्नो फेसबुक पेजमा चाहिँ तपाईँ कनेक्ट गरेर चाहिँ मसँग जोडिन सक्नुहुनेछ र म तपाईँलाई चाहिँ यो जर्नीसम्म पुर्याउनको लागि हेल्प गर्नेछु भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ एभ्री वान। सी यू इनसाइड।